So hello guys, everyone, welcome back to my new video. हजुर ल सो गाइज यता म छु यता हाम्रो आमा हुनुहुन्छ हेलो आमा अनि यता चाहिँ हाम्रो दाइ हुनुहुन्छ आलु सो गाइज आज चाहिँ हामी यस्तो राम्रो ड्रेस किन्न लाम भनेको भने आज हाम्रो फुपूको 50th एनिभर्सरी गोल्डन एनिभर्सरी हो कि एनिभर्सरी आमा 50th गोल्डन एनिभर्सरी यता चाहिँ हामीले हाम्रो फुपूको लागि यहाँ गिफ्ट राखेछौँ यो भित्र के हो आमा गिफ्ट कुन गिफ्ट के हो गिफ्टै हो अनि यता चाहिँ हाम्रो दुईवटा बुकेटहरू छ फुलको अनि अहिले चाहिँ 10 कति हो भयो अब चाहिँ हामी जाने हो गाइज अब हामी तयार भइसक्यो हामी चाहिँ योमाया दिदीलाई कुर्दै हो योमाया दिदी रेडी हुँदै हुनुहुन्छ मेरो भिडियोमा तनी आइज त खाएर जाने हो हुन्न फोटो चाहिँ दामी आएर है सबभन्दा थोरै खाने त्यसपछि अर्को थोरै खाने लाउनु आमा म गएँ ल बाई बाई तेरो पछाडि छ तपाईको पछाडि छ होइन मामाहरू के यता अर्को बाबुरामाको बिहामा बाबुरामा हुन्छ कसैको स्वर्णिम बाबा समारोह 50 एनिभर्सरी पुगेको एनिभर्सरी हामी रेडी भएर जाँदैछौँ हामी रेडी भएर जाने है हामी जन्ती हो अब जन्ती लिन जाने बाबा र आमालाई लिन जाने छोरीहरूले बाबा आमा बिहा गरिदिने आमा अब जानु एउटा फोटो खिच्नु नि कहाँ गइन रु उता गएर खिच्ने रे घाममा जाने हो अहिले कहिले म घर दुला र दुलैलाई लिन जाँदैछ यहाँ छोरीहरू अब छोरी र बुहारी देवरानी अथवा यता है उता भाइहरू दुईटा आउँदै हुनुहुन्छ बुहारी दुईटा कता हराउनु भयो खै ह्याप्पी एनिभर्सरी बा गोल्डन जुबली ठिक छ पहिला दुला खिचिदिनु दुलीको झन् सानो हाँसु पर्छ नि त हाँस्नु ल भन्छ भएर तैँले 2 भन्छ त्यही भएर 1 ल्याएर फोटोसुट बोर्डले तान्नु बाबा जन्ती पार्टी ओके ल फ्यामिली फोटो Look camera.
ल हामी यता म पनि आयो म भित्र लुकेँ ल फोटो हो कि के हो अनि यता भिडियो सबैलाई खिचिदिँदा है लास्टमा आएर माइजूको भरे छोराको ब्लग यस भिडियो छौँ हजुर भन्नु माइलाबाले तयार माइलाबाले फोन गरेपछि आउने भन्दै थियो फोनै गरेन बल्ल आऊ भन्दै कि यहाँ क्यामेराम्यानले फोटो खिच्दैछ माइलाबाले ओके भएपछि फोन गर्छु बल्ल आऊ भन्दै थियो कि आउनुहोस् आउनुहोस् ल जन्ती आयो जन्ती पुष्पा आयो है जन्ती बाटी ओके दुलार दुली बाउनु रे लो मात्रै हाम्रो दाइरा भाउजूको यति ठुलो भव्य रूपमा होइन त्यो बेलाको समय त्यो बेलाको परिस्थिति र त्यो बेलाको चालचलनले गर्दा हाम्रो संस्कृतिले गर्दाखेरि उनीहरूको विवाह एउटा प्रेम त के थियो तर मैले कहाँ सोने बङ्गोजीको उहाँहरूको भागी विवाह भएको थियो लगभग 2032 साल पुसको मङ्सिरको 26 गतेका दिन र 26 गते नै हामीले यसलाई सेलिब्रेसन गर्ने र मनाउने यस उत्सवलाई 100 दिनमा मनाउने हामीले योजना पनि गरेका थियौँ तर केही कारणवशले त्यो
हाम्रो सफल हुन सकेन र आज हामी पुनः त्यही दिनलाई नै स्मरण गर्दै हामी लगभग 50 वर्ष 8-10 दिन पश्चात हामी त्यही कार्यक्रमलाई भव्य र सभ्यको साथमा हामी सम्पूर्णको उपस्थितिमा हामी आयोजना र सँगसँगै सम्पन्न गर्न गइरहेका छौँ। स्वर्णिम वैवाहिक जीवनको शुभ अवसरमा हामी उपस्थित सम्पूर्णको तर्फबाट हाम्रो आदरणीय दाई भाउजू र उहाँका सम्पूर्ण परिवारलाई हामी सुस्वास्थ्य दीर्घायु उत्तर प्रगतिको कामना सहित उहाँको विषयमा म पारिवारिक विवरणमा केही भन्न चाहन्छु। स्वर्णिम दम्पतिको परिचय झन्डै आजभन्दा 50 वर्ष 8 दिन अगाडि साबिकको सैमानाङ गाउँ विकास समिति र हाल मादी गाउँपालिका वडा नम्बर 11 वर्चोक निवासी स्वर्गीय बुवा तुला गुरुङ र स्वर्गीय आमा जितमा गुरुङको ज्येष्ठ सुपुत्रको रूपमा उहाँको जन्म भयो र यसै गरी हाम्रो भाउजूको तर्फतिर हाम्रा स्वर्गीय मामा हर्कजङ गुरुङ र हाम्रा स्वर्गीय फुपू चौधरा गुरुङज्यूको काइली छोरीको रूपमा हाम्रो भाउजूको जन्म भएको थियो र आजभन्दा मैले पटक यही कुराहरूलाई दोहोऱ्याउँदै तपाईँ समक्ष राख्न गइरहेको छु र आजभन्दा 50 वर्ष 8 दिन अगाडि उहाँहरूको भागी विवाह भएको थियो। त्यो बेलाको समय र माग अनुसारले सायद यति ठुलो यति जनसैलाब र यति इष्टमित्रहरूको उपस्थितिमा उहाँहरूको कार्यक्रम हुन सकेको थिएन होला। आज संयोगवश उहाँको पहलमा छोरा बुहारीको पहलले गर्दा आज हामी पुनः एकपटक उहाँलाई यो रूपमा यो वैवाहिक जीवन स्वर्णिम रूपमा हामीले देख्न पाएका छौँ। सम्पूर्णको आशिष लागोस् र अब भने हामी कार्यक्रमको अर्को चरणतिर प्रवेश गर्न गए दुबको माला हामीले वर वधु एक आपसमा हामीले एकले अर्कालाई अर्काले दाइले भाउजूले र भाउजूलाई र भाउजूले दाइलाई गरेर आज दुबारा हामी धेरै वर्षसम्म यसरी नै एक आपसको बन्धनमा रहोस् भन्ने हामी सबैको प्रार्थना छ। सँगै उहाँहरूलाई दुबको माला र औँठी साटासाटको कार्यक्रमलाई अगाडि बढाउँदै रिङ सेरेमनीलाई कृपया सम्पूर्णलाई म एकपल्ट जोरदार ताली बजाएर उहाँहरूको अभिनन्दन गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु र यस्तो सुवर्ण अवसर यो स्वर्णिम अवसर हामी सबैको जीवनमा आओस् भन्ने हामीले प्रण गरौँ र हामी सबैलाई भगवानले यो मौका पनि प्रदान गरून् भन्न चाहन्छु। अहिले औँठी लाने मेरो त स्वरै आउँदैन। यसपछि म हाम्रो आदरणीय धनबहादुर दाईलाई दुईजना आमाहरूलाई तयारी अवस्थामा राखिदिनु हुन अनुरोध गर्न चाहन्छु र सँगै टीका पनि तयारी अवस्थामा राखिदिनु हुन अनुरोध गर्न चाहन्छु। तयारी अवस्थामा राखिदिनु हुन अनुरोध गर्न चाहन्छु। र अब भने हामी फेरि अर्को चरण हाम्रो रिङ सेरेमनीतिर लाग्दैछौँ। कृपया उपस्थित सम्पूर्णलाई सेम त्यही तरिकाले त्यही हर्षोल्लासको सँग तपाईँहरूले ताली बजाएर उहाँहरूलाई अभिनन्दन गरिदिनु अनुरोध गर्न चाहन्छु। हेर्नुपर्छ खै त ताली बजाइदिनु पर्यो है।
दाइले सुन्दा दाइ सुन्दर दाइ तुला आजभन्दा झन्डै 50 वर्षभन्दा अगाडिको समयलाई स्मरण गर्दै सायद त्यो बेला यो अवसर हुन पायो नपाएन हामीलाई सिउँदो रङ्गाइदिनु हुन पनि म अनुरोध गर्न चाहन्छु। बहिनी माइके एउटा फोटो खिच्ने सालीहरू आयो जुत्ता चढ्ने सालीहरू आयो सालीहरूले भनेको जुत्ता खोज्दियो यो हाम्रो संस्कृति पनि हो, यो हाम्रो परम्परा पनि हो। त्यस कारणले मैले यो सालीहरूबाट जुत्ता लुकाउने जो प्रथा छ म त्यसमा केही भन्न चाहदिनँ। उहाँहरू साली भेलाको बिचमा उहाँहरूको जो कुरा र हाम्रो परम्परा छ त्यसलाई नै हामी सदर गर्दै यो हाम्रो कल्चरलाई पनि बचाइ राख्नलाई प्रयास गर्नुपर्छ सबैको हामीले। लायो जुत्ता लायो ल जुत्ता लागिसक्यो मम्मीलाई ल जुत्ता लगाइसक्यो जाम जुत्ता त लाग्यो जाम हाम्रो बुबुको बिहा आमाको काने आमाको बिहा मामा त हिँड्नु लागिरहेको हामी सबैको लागि उहाँहरूको लागि अभिनन्दन र उहाँहरूको लागि उहाँको सुस्वागत गरेको एउटा कामना भनेर चाहन्छु। निस्केकै छैन निस्केकै छैन भनेर हाम्रा दुईजना माइती 3 जना बुहारीहरू पनि तयारी अवस्थामा रहिदिनु हुन अनुरोध गर्न चाहन्छु। अबको केही समय पश्चात हाम्रो यो सम्मान आशिष बच्चन बताने चेलीबेटी यसलाई बस अहिले आउँछ
धेरै धेरै धन्यवाद छ हाम्रा भाउजूका फुपू दिदीबहिनी ज्यूलाई पनि स्वागत मन्तव्य र धन्यवाद मन्तव्यका लागि तयारी अवस्थामा रहिदिनु म अनुरोध गर्न चाहन्छु। कृपया सबैले ताली बजाएर अझै यो क्षणलाई विशेष बनाइदिनु हुन म अनुरोध गर्न चाहन्छु।
प्रदान गर्न गइरहेको छ। कृपया स्वीकारी दिनाउन म अनुरोध गर्न चाहन्छु। दाइहरूको त आज ज्याकेट पनि एउटा एउटा भइछ हामी सेम सेम गरेर जस्तो भइछ। नाता तपु समाजका कोष अध्यक्ष धेरै धेरै धन्यवाद छ सम्पूर्णलाई। Jalan,